गार्ड चिसुलाई चाहिन्छ। प्रहरी नाय मार सेक्सन हामी अर्पण सस। श्रीमान गार्ड 3 मिनटको लागि अनुमति चाहन्छ। यसै गरी ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहुजाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। भए पनि सुविधाको उपभोग गर्न समुदायमा नयाँ रक्षक बास जोगा उरगत पाउँदी बासी जनता हामी गर्दछौँ स्वागत। पहिला जनतालाई शान्ति सुरक्षा दिने प्रहरी आफू सुरक्षित भएको महसुस चाहिँ हुनु पर्यो। यो भवन बनिसकेपछि यो एउटा आधारभूत आवश्यकता चाहिँ पूरा भएको छ। त्यसकारण अब उहाँहरूको कार्य सम्पादनमा यसले पक्का पनि गुणात्मक बढोत्तरी गर्ने छ भन्ने मैले अपेक्षा लिएको छु। हिजोभन्दा अब भोलिको दिनमा आजैदेखि नै यहाँहरूको कार्य सम्पादनमा चुस्तता आउनेछ, अपराधको ग्राफ ओह्रालो लाग्नेछ, सङ्ख्यामा कम हुँदैछ, यहाँहरूको सक्रियता अझ बढ्नेछ भन्ने अपेक्षा लिएको छु। बोर्डरमा जानुस् अथवा कुनै दूर दराजमा जानु भयो भने पुलिस मात्रै एउटा त्यस्तो युनिट हो जो चाहिँ सरकार छ कि भन्ने यहाँलाई भावना हुन्छ। केही पऱ्यो पुलिस खोज्नुहुन्छ, उर्दो खोज्नुहुन्न। त्यस कारणले गर्दाखेरि हामीसँग अहिले स्थायी रूपमा 2650वटा प्रहरी इकाइहरू देशभरमा छरिएर रहेका छन्। यसै सन्दर्भमा म के जोड्न चाहन्छु भने अहिले पनि हाम्रा लगभग 1500 प्रहरीका इकाइहरूमा अघि सरले भन्नुभएको जस्तो अवस्थामा खाने बस्ने पनि ठाउँ छैन, सुत्ने ठाउँ पनि छैन, टोयलेट पनि छैन, त्यस्तै गरेर बसिरहेको अवस्था छ। त्यस अर्थमा लमजुङ जिल्ला सायद म भएको कारणले सरले भन्नुभयो यो त होइन, यो आफ्नो सिलसिलामा हो, यो भाग्यमानी पनि मान्नुपर्ने हुन्छ। अब मलाई प्राप्त जानकारी अनुसार लमजुङमा कुल 21वटा प्रहरी युनिटहरू रहेछन् स्थायीवाला। त्यसमध्ये 17 युनिटहरूमा हाम्रो चाहिँ राम्रो भौतिक पूर्वाधारहरू चाहिँ राम्रो छ भन्ने अवस्था चाहिँ हामीलाई जानकारी आएको छ। त्यसमध्ये 21 मध्ये 4वटामा चाहिँ अलि नाजुक अवस्था भएको हामीलाई जानकारी आएको थियो र यिनीहरूमा पनि
हामीले घर बनाउनको लागि एउटा सर्टेन नर्म्सहरू बनाएको छौँ। पुलिसको चौकीहरू बनाउन, चौकी बनाउनलाई यति जग्गा चाहिने, यस्तो ठाउँमा चाहिने भन्ने छ। त्यस्तै यी प्रकार जी प्रकार छुट्टै छुट्टै नर्म छन्। यदि यो युनिटको साइज अनुसारको जग्गा हामीलाई उपलब्ध भएको खण्डमा चाहिँ हामीहरू थप प्रहरी युनिटहरूका पनि यस्ता भौतिक संरचनाहरू बनाउने हामीहरू कोसिस गर्नेछौँ। अघि सरहरूबाट कुरा आएको छ। यसको लागि म यहाँहरूलाई आश्वासन पनि दिन चाहन्छु। जनरली अस्थायी प्रहरी फोर्स हामीहरू बनाउँदैनौँ, किनभने त्यसमा बजेट खर्च गर्न सकिँदैन। यसमा हामीहरूले सायद हाम्रै प्रयासको कारणले गर्दाखेरि एसएसआर यहाँ हुन्छ, म पछि उहाँले नै काम गर्ने हो। हामी सबैको प्रयासले गर्दा अस्थायी प्रहरी पोस्टमा पनि हामीले घर बनाएका छौँ र यो जग्गा यो युनिट पनि म आउँदाखेरि अस्थायी नै थियो। हामीले छलफल पनि गरेका थियौँ, अस्थायी बनाउनु हुँदैन भन्ने बित्तिकै हामीले यहाँ मेयरज्यूसँग सल्लाह गऱ्यौँ। यसको कहानीका सरले पनि, पूर्व मेयर सरले पनि भनिहाल्नु। त्यस कारणले हामीहरू नेपाल प्रहरीको भौतिक पूर्वाधारमा कसरी सम्पन्न हुने भनेर हामी चाहिँ दिनरात लागिरहेका छौँ। प्रमुख अतिथिज्यूबाट यस समारोहमा हामीहरूलाई भर्खर भएको निर्देशनबाट हामीहरूलाई अझै व्यावसायिक रूपमा समाज र राष्ट्रप्रति उत्तरदायी भएर सुरक्षा सेवामा समर्पित हुने हौसला प्राप्त भएको छ र सोही अनुसार काम गर्नेछौँ भनी प्रतिबद्धता समेत जाहेर गर्न चाहन्छु। प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्न हुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार प्रकट गर्दै अन्तमा पुनः एकपटक आफ्नो व्यस्त समयको बावजुद पनि यस प्रहरी चौकी पाउदीको नवनिर्मित भवनको समुद्घाटन गरिदिनु हुनका साथै आफ्नो अमूल्य निर्देशन समेत प्रदान गरिदिनु भएकोमा प्रमुख अतिथि भौतिक पूर्वाधार निर्देशनालय प्रमुख प्रहरी नायब महानिरीक्षक श्रीमान श्री पवित्र बराल ज्यूमा विशेष धन्यवाद ज्ञापन गर्दै मञ्चमा आसीन विशेष अतिथिज्यूहरू लगायत यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा पुनः हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै मेरो मन्तव्य यही अन्त्य गर्न चाहन्छु। धन्यवाद। जय नेपाल। श्रीमान बैठ। सलामी अपन सस घट्छ। श्रीमान घाट तिर्नको लागि अनुमति चाहन्छ?